हामी त फस्यौँ अब अरूहरू चाहिँ अब चाहिँ अरू पनि फस्नु चाहनुहुन्छ भने चाहिँ आउनु होला होइन। तर अब अहिले चाहिँ नआउनु होला। बाटो एकदम यस्तो बिग्रेको छ कि यस्तो बिग्रेको छ। लडेर कस्तो महसुस भइरहेछ लडे 3 जना लडेको छ है। लडे 3 जना मेरो चाहिँ यो अब अरू भन्दा नि यसको त यसले धोका दियो क्या। यो गियर यस्तो भएको भइ गऱ्यो कि अन्त हातले अनि धोका दियो। के भयो चेन्ज पकेटको नट चाहिँ हल्का यहाँ लुच भएछ होइन। अब राति अब यस्तो दामी गरेर आएपछि यस्तो मर्केको हातले नभए पनि म यहाँ कसेर जाँदैछु। यो बाइक क्लचबाटै हिँड्यो कि के भयो क्या। अब केही चक्का अगाडि भएको क्लचबाटै हिँड्यो जस्तो लाग्यो। जिन्दगीमा नगरेको दुःख आज यस्तो गर्यो कि चुली पोखरीको बाटो यस्तो वाइल बिग्रेको रहेछ। बिग्रिनु पनि पालै पिलो बाइक ठेल्दा ठ्याक्कै 12 बजे हामी चुली पोखरीमा आइपुग्यौँ है। अनि यस्तो छ चुली पोखरीको हाल अवस्था चाहिँ। हुन्छ हाम्रो बाइक चाहिँ खतरा गरी यहाँ पार्किङ भइसकेको छ होइन। सो स्टार्टिङमा होइन स्टार्टिङ हुने बित्तिकै आज अघि लडिसकेको छ। यो 3टै बाइक एकैचोटि लडेको छ होइन। त्यहाँ बाइक दामी गरी लडेको छ। यता हाम्रो लड्नु सफल के भएर नलड्नु हुने मान्छे चाहिँ है उहाँ मात्रै हुनुहुन्छ। अघि लडेर यहाँ कहाँ पिसिसक्यो होइन। अघि हात्ती यस्तो कस्तो भयो यहाँ यस्तो सुन्निसक्यो होइन। उसको त दामी ह्यान्डल स्यान्डल भाङ्गिरहेको छ त्यहाँनिर यसरी। उसको चाहिँ यता लडिसकेको छ है। अनि अब भनेको मेरो पनि यहाँ गएछ नि। मेरो चाहिँ पछाडि रोक्दा होइन यहाँनिर यस्तो गएछ। तर मेरो चाहिँ धेर गएको छैन। झन् उसको यो बाइक त केही नै भएन छ। तर हाम्रो चाहिँ गएछ अलिकति भए पनि गयो है त। हामी चाहिँ अहिले उल्लाबारी आइसक्यौँ है। सो हाम्रो बाइकहरू चाहिँ त्यहाँनिर सबै पार्किङ भएर बसिरहेछ। सो तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ उल्लाबारी चोक के भएर ब्लर होइन। केटाहरू अघि लडेर गरेर यहाँनिर साथी लडेर कस्तो महसुस भइरहेछ लडे 3 जना लडेको छ है। लडे 3 जना मेरो चाहिँ यो यता चाहिँ जोगेको है। 3 जना चाहिँ दामी लड्यो। यहाँनिर खुट्टामा चाहिँ कति के पुल्छ भरे हेर्नुपर्छ होइन। हात चाहिँ हल्का मात्रै यस्तो भएको छ। हात केही भएन जस्तो यहाँ चाहिँ यस्तरी दामी लड्यो है। सो हाम्रो त्यहाँ सामानहरू सब रेडी भइसक्यो होइन। यहाँनिर एकदम अब रेडी भइसकेको छ। सो अब हामी त्यहाँबाट लाग्नुपर्ने हुन्छ है त। अब हामी यहाँबाट लागौँ होइन त। आन्टीले हामीलाई मिलाएर दिनुभएको छ होइन। यो चक्लेट आन्टी बोनस हो बोनस 20 रुपियाँको बोनस अरे ल है त। ल हुन्छ हस्। सो अब साथीले यहाँनिर ब्यान्डी चिया खतरा किनेर हालिसक्यो होइन। हामीले यहाँ उल्लाबारीमा यसो ड्रेसिङ सेसिङ हान्नुपर्ने हुन्छ होइन साथी। लुकेटा बानिहाल त। अब यसरी कहिले कहिले लड्नु पनि पर्छ। एक्सर्साइज हुन्छ जिउको त्यस्तै हो। अब हाम्रो चाहिँ यहाँ हल्का खुट्टा तल छ। यो चाहिँ भरे माथि पुगेर हेर्नुपर्ने हुन्छ है। ल ब्रदर के भयो चेन्ज पकेटको नट चाहिँ हल्का यहाँ लुच भएछ होइन। अब राति अब यस्तो दामी गरेर आएपछि यस्तो मर्केको हातले नभए पनि म यहाँ कसेर जाँदैछु। हाम्रो यो दुःख सङ्घर्ष के पो छ परिस्थिति यस्तै छ होइन। त्यही पनि अब हामी यहाँ कसेर जाँदैछौँ। यहाँ नट नभएर कुन नट हालेको छौँ होइन। अघि नट हल्का कसनै बिर्सेछौँ क्या त्यो भएर हो। अब तपाईँ यहाँ देख्न सक्नुहुन्छ। देखाइदेऊ त मेरो राजा यताबाट। मेरो बाइक चाहिँ यहाँ छ है। यता हाम्रो अर्को कालो छ यहाँ 220। सो फाइनल्ली हामी चाहिँ यहाँ चुली पोखरी जाने बाटो आइसक्यौँ। कहाँ राति त बाटै बिर्सेर यार उता खोलाको तपाईँहरू त देख्न सक्नुहुन्छ। यता पुरा सेतो देखिरहेको छ होइन। पर बस्तीहरू चाहिँ हामी चाहिँ उताबाट आएको। अब अँध्यारोमा बाटै नदेखेर क्या कस्तो अब त्यो हुन्छ नि त्यो खोलाको बाटोहरू झुकेर यहाँनिर है। अनि त्यही हो। अनि जे होस् नि बाइक चाहिँ यहाँ खतरा सोलो राइड भइरहेछ होइन। अनि अब्बर बबालाई मजा आइरहेछ। केटा कस्तो छ राइड मजा आइरहेछ। अब सब सोलो राइड छ। अब फेरि यहाँबाट चाहिँ यता छिरेर लाग्नुपर्ने हुन्छ है। सो तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। ट्याक्कसँग लगाएर हामी चाहिँ यो बोट भएको ठाउँसम्म चाहिँ आइसकेको छौँ है त। सो अब यहाँदेखि हामी लाग्नुपर्ने हुन्छ है त। ल फाइनली हामी चाहिँ आधी बाटो आइसकेको छौँ। बालेले कुदाउनु नसकेर अघिदेखि रोकाएर है आधी बाटो आइसकेको छौँ। सो अहिले चाहिँ हामी यसको चाहिँ मेन भनेको फेरि अरू के कुकुर पो आइपुग्यो त। आमो ओ यो त अलिक तलको कुकुर तलको हेर त यत्तिको चाहिँ हुनु पर्यो है। अनि होइन सो अब अरू भन्दा नि यसको त यसले धोका दियो क्या। यो गियर यस्तो भएको भइ गऱ्यो कि अन्त हातले अनि धोका दियो। अनि त्यो भएर चाहिँ हल्का समस्या गरिदियो है। सो अब ठिकै छ। अब हामी माथि लाग्छौँ। अब हामी यहाँ एक्सचेन्ज गरेर बाइक कुदाउँछौँ है। म चाहिँ मेरै कुदाउँछु। यता निसन्दाले उयो कुदाउनुहुन्छ उसले यो कुदाउँछ। त्यसै गरेर जानुपर्ने हुन्छ। किनभने अब हामी भर्खर मात्रै उकालो चढ्दैछौँ क्या। अब अब्बर माथि जानुपर्ने छ। अझै टाइम निकै लाग्छ। त्यही भएर चाहिँ हाम्रो एउटा साथी चाहिँ आइसकेको रहेछ यहाँनिर है त। बस ल है त ल। सो है कहिले नबिग्रिने बाइक आज चाहिँ फाइनली धोका दियो। क्लचबाटै हिँड्छ क्या। अब राति यहाँनिर आइरहेको थियौँ होइन। अब यो बाइक क्लचबाटै हिँड्यो कि के भयो क्या। अब केही चक्का अगाडि भएको क्लचबाटै हिँड्यो जस्तो लाग्यो। अनि अब सो त्यही हो। अब यहाँ के गर्ने होइन। अब यहाँ जङ्गलको बिचमा छौँ हामी अहिले। यस्तो उकालो छ। अनि त्यही हो। अब खोइ के भएर गयो यस्तै छ।
गाह्रो छ है यो बाइकको क्लच प्लेट अब हिँडेर होइन हामीले अब त्यो माथि डाँडा चढिसक्यो कहाँ डाँडा चढेको फेरि फर्काएर ल्यायौँ होइन अहिले चाहिँ जे होस् अनि सो अब यसलाई फेरि यहाँ ठेला राख्नु भने चाहिँ बाटो यस्तो खतम छ कि यहाँको होइन पुरै बिगारेको रहेछ क्या अहिले अनि यो कुकुर आइपुग्यो यार फेरि आइपुग्यो बिचारा यो कुकुरको चाहिँ कसम भनेको यस्तो माया लाग्यो कि मलाई होइन अनि आउँछ होइन आइज बस बिचारा यतादेखि अघि हामीलाई खिदाउँदै पछाडि आएको होइन सो अब हामीले ठेला लानुपर्ने हुन्छ है त यिनीहरूले चाहिँ हामीलाई यहाँनिर अहिले धेरै उयो गरेको छ होइन आम्मा कस्तो भोकाएको रहेछ यार यिनीहरू के अरे अब चाहिँ यहाँनिर बाइक हामीले यहाँ राति यहाँ घरमा लिएर राखिसकेको छौँ अनि यहाँबाट पेट्रोल निकालेर अहिले चाहिँ त्यहाँ उयो हाल्दैछौँ क्या बाइकहरूमा त्यहाँनिर पेट्रोल छैन नि त त्यहाँनिर अब ओहोरदोहोर गर्दा सक्यो त्यही भएर चाहिँ अब यहाँबाट फेरि निकालेर त्यहाँनिर हाल्दैछौँ है त ल केटाहरू जिन्दगीमा नगरेको दुःख आज यस्तो गर्यो कि चुली पोखरीको बाटो यस्तो वाइल बिग्रेको रहेछ बिग्रिनु पनि पालै पिलो बाइक ठेल्दा यहाँनिर यसरी ठेल्दा सो अहिले तपाईँ यहाँ देख्नु सक्नुहुन्छ 11:46 भइसक्यो होइन लगभग बल्ल त्यो बाइक स्टार्ट भयो यहाँ यसको ब्याट्री निकालेर हालेर स्टार्ट गरेको अब 12 बज्यो होइन सो अब मेरो बाइक चाहिँ यहाँ तल छ अब यहाँनिर चाहिँ अगाडि बाहिर चाहिँ एउटा रेडी भइसक्यो होइन रातिको 12 बज्न आँट्यो कस्तो बाटोबाट होइन ओहो ओ चुली पोखरी ल फाइनल्ली हामी चाहिँ अहिले यहाँ चुली पोखरी आइपुगिसकेको छौँ साथीहरू है तपाईँहरू देख्न सक्नुहुन्छ तपाईँले चुली पोखरी ट्याक्क अहिले भनेको टाइम भनेको चाहिँ ठ्याक्कै 12 बजे हामी चुली पोखरीमा आइपुग्यौँ है अनि यस्तो छ चुली पोखरीको हाल अवस्था चाहिँ हाम्रो लागि यहाँनिर वेलकम गर्नुको लागि यहाँ बसेको छन् होइन अनि केटाहरू चाहिँ यतानिर छ केटा हो अनि आजको राइड चाहिँ कस्तो भयो त यसो एक शब्दमा जाओस् न अनि थोरै भइरहेछ है आजको राइड कस्तो भयो त दामी भयो यस्तो एडभेन्चर होइन अहिलेसम्म भएको थिएन है जिन्दगीमा कसम भनेको यस्तो चाहिँ टायरको हालतहरू तपाईँहरू देख्नु यस्तो बवाल भयो कि है त ल अब यहाँनिर सो फाइनल्ली हामी चाहिँ यहाँ पुरा अब टेन्सन टाङ्नुको लागि यहाँ पुरा अब आगोहरू बाली हुँदैछौँ त्यहाँनिर खुकुरीले दाउरा साउरा काट्न थालिसक्यौँ होइन बाइकहरू ट्याक्क यहाँनिर छ जे होस् आज यस्तो बाटो यस्तो बिगारेको रहेछ है कोही पनि अहिले चाहिँ बाइकहरू लिएर गाडीहरू लिएर नआउनु होला होइन अब हामी चाहिँ त्यही सजेस्ट गर्छौँ एकदम अब अहिले चाहिँ बाटो एकदम बिगारेको रहेछ है अब हामी चाहिँ अब यहाँ टेन्सन सबै टाङ्नुपर्ने हुन्छ हामी त फस्यौँ अब अरूहरू चाहिँ अब त्यो अरू पनि फस्नु चाहनुहुन्छ भने चाहिँ आउनु होला होइन तर अब अहिले चाहिँ नआउनु होला बाटो एकदम यस्तो बिग्रेको छ कि यस्तो बिग्रेको छ यहाँ 3-4 झन् हामी 4जना भएर ठेल्नु ओर्नु गर्दै उचाल्दै भए पनि ल्यायौँ है 220 तल राखेको धेरै राम्रो भयो होइन साथी धेरै राम्रो भयो नि आज गलेर सब फ्याँक्छ फेरि अघि लडेर गलेर के भयो आज त है अब सो त्यही हो है त ल चुली पोखरी नि पुग्यो हाम्रो यहाँ साथी पनि छ टक्क केटाहरू हुक्का बनाउँदैछन् हाम्रो सुती भइसकेको छ केटाहरूको जुत्ता यता हेलमेट यता बाइक यता सो है फाइनल्ली हामी चाहिँ उठेर अब यहाँनिर यताउति हेर्दैछौँ है ट्याक्कसँग तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो बाइक चाहिँ खतरा गरी यहाँ पार्किङ भइसकेको छ होइन सो यस्तै छ अहिले चाहिँ अब यताभित्र ल्याउने लट रहेछ यहाँ आएर भनिसक्नु भएको छ हामीलाई अब हामी निकालिदिन्छौँ अनि त्यही हो तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ बिहानको चुली पोखरीको भ्यू चाहिँ बडे बवाल छ है ट्याक्कैसँग लगाएर है त दामी गाडी एकदम पिसफुल क्या अब वरिपरि जङ्गलले घेरेको छ चराचुरुङ्गीकोहरू आवाजहरू तपाईँहरू सुन्नु सक्नुहुन्छ एकदम है दामी आइरहेछ अनि त्योभन्दा नि यहाँनिर देख्न सक्नुहुन्छ ट्याक्क लभली बाइकहरू डट राइड चाहिँ हिजो ओभर भयो है पहिलोचोटि जिन्दगीको डट राइड कस्तो हुँदो रहेछ भने बाइक हालतहरू तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ यस्तो छ है सबै बाइक हालत उस्तै छ अनि त्यही हो